नमस्ते साथीहरू, स्वागत छ हजुरहरूलाई मेरो आमा सिक्रेट रेसिपी च्यानलमा। र आजको मेरो रेसिपी रहेको छ मेरो सासुआमाको सिक्रेट रेसिपी दही र काँक्रोको मिक्स अचार। र यसको लागि मैले 3टा काँक्रो लिएको छु र सबैभन्दा अगाडि काँक्रोलाई धोई पखाली गरेर छिलेर एउटा ग्रेटरमा मजाले ग्रेट गरेर रेडी गरेर राखेँ। र त्यसपछि ग्रेट गरेर राखेको काँक्रोलाई हातैले मजाले पानी निचोडेर एउटा अर्को बोलमा ट्रान्सफर गरेर राखेँ। र त्यसपछि फ्रेस दही एउटा कचौरमा राखेर चम्चाले मजाले क्रिमी नहुन्जेलसम्म फेटेँ। र त्यसपछि फेटेको दहीलाई ग्रेट गरेर राखेको काँक्रोमा राखेँ। र त्यसपछि स्वाद अनुसार नुन, रातो धुलो खोर्सानी, मरिचको धुलो र चाट मसला राखेर मजाले चम्चाले बोलमा मिक्स गरेँ। र त्यसपछि तोरीको तेलमा मेथी, हरियो खोर्सानी, हर्दी राखेर मिक्स गरेको अचारलाई मजाले झानिदिएर फेरि मजाले एकचोटि चलाइदिएर यसरी मेरो मिठो मिठो अचारको रेसिपी पनि रेडी। र हजुरहरूलाई मन पर्यो भने फलो गर्नुहोला, लाइक गर्नुहोला र सब्सक्राइब पनि गरिदिनुहोला। नमस्ते।